जय मसीह सम्पूर्णमा आउन लागेको क्रिसमस वा पुस गतिकै दिन वा 24 डिसेम्बरकै दिन टियुले दीक्षान्तर समारोह राखेको छ। यतिखेर मैले सुन्न आएअनुसार त्यही समयमा केही एक्जामहरू पनि पारिदिएको रहेछ। अनि क्रिस्चियन जगतकै एकजना वक्ता हुनुहुन्छ वा पास्टर वा कुनै पार्टीको अध्यक्ष हुनुहुन्छ। उहाँले हामी 30 लाख क्रिस्चियनहरूले मनाउने चाड क्रिसमसकै समयमा दीक्षान्तर समारोह राख्नुभएछ, एक्जामहरू राख्नुभएछ, सार्न मिल्दैन भनेर पुन सरलाई सोध्नु भएको रहेछ। उहाँहरूले मिल्दैन, तपाईँहरू आफ्नो तरिकाले क्रिसमस मनाउनुहोस्, तर त्यो कार्यक्रम त्यो दिन नै हुन्छ भन्नुभएछ। अब तपाईँहरूलाई मेरो प्रश्न, दीक्षान्तर समारोह सर्नेवाला छैन, त्यो दिन टियुले गर्ने एक्जाम पनि सर्नेवाला छैन। तपाईँको बच्चालाई, तपाईँको छोराछोरीलाई दीक्षान्तर समारोहमा पठाउनुहुन्छ कि परीक्षामा पठाउनुहुन्छ कि क्रिसमसमा सहभागी गराउनुहुन्छ, सङ्गतिमा जुटाउनुहुन्छ? मलाई सोध्नु भयो भने र मेरो छोरीको क्रिसमसकै दिन एक्जाम नै भयो भने पनि म पठाउनेवाला छैन, किनभने उहाँहरूको नियतवश उहाँहरूले गर्नुभएको हो। क्रिसमसकै दिन परीक्षा, दीक्षान्तर समूह, सार्वजनिक रूपमा बिदा दिएकै दिन फेरि बच्चाहरूको दीक्षान्तर समारोह राख्नु भनेको त, परीक्षा राख्नु भनेको त जानी नियतवश नै क्रिस्चियनहरूलाई केही असर परोस् भनेरै राखेको हो। त्यस कारणले गर्दा मैले सुन्दै आएको छु बोर्डिङ स्कुलहरूको चाहिँ एक्जाम 9 गतेबाट सुरु हुँदैछ अरे। 9 गते म पठाउँछु र तर 10 गते केही गरी रुटिनमा एक्जाम हुन्छ भनेर आयो भने म पठाउनेवाला छैन। त्यो फेल रूपमा लिए पनि लियोस्, त्यही एउटा एक्जामले गर्दा 1 वर्ष मेरो छोरीले लस हुनु परे पनि परोस्, तर म पठाउनेवाला छैन। हुन त मेरो छोरी जुन स्कुलमा पढाएको छ त्यो स्कुल त्यस्तो छैन, समानता छ, सबै धर्मलाई समान अधिकार दिएर त्यो किसिमको अगाडि बढाउँछ। क्रिसमसको दिनमा बिदा परीक्षा राख्दैन होला, तर राखिहाल्यो भने म चाहिँ पठाउनेवाला छैन। तपाईँ आफ्नो छोरा अनि छोरीलाई क्रिसमसको दिन स्कुल पठाउनुहुन्छ कि सङ्गतिमा भेला गराउनुहुन्छ? एक्जाम्पल मात्रै त्यहाँ शनिबारको दिनमा प्यारेन्ट्स मिटिङहरू राखिरहेको हुन्छ, विभिन्न किसिमको आयोजनाहरू गरे हुन्छ, अनि त्यसमा सहभागी नजनाउनुको साटो चर्च छोडेर, सङ्गति छोडेर प्यारेन्ट्स मिटिङमा सहभागी भइरहेको, नाच्न र गाउन चाहिँ सहभागी भइरहेको जस्तो लाग्छ। त्यो चाहिँ सम्झौता हो जस्तै मलाई लाग्छ। त्यसो गरिरह्यो भने त सधैँ त्यस्तै नै गर्छन् उनीहरूले, केही फरक पर्दैन रहेनछ। शनिबार कार्यक्रम राखेर क्रिस्चियन अभिभावकहरू आइहाल्दो रहेछ, बच्चाहरूलाई पठाइहाल्दो रहेछ नि भन्ने लाग्छ। त्यसैले याद गर्नुहोस् है त, कहिलेकाहीँ कट्टर पनि हुनुपर्छ। उनीहरूसँग झगडा गर्ने भने होइन, तर हाम्रो विश्वासमा हामी कट्टर चाहिँ हुनैपर्छ। म चाहिँ कट्टर हुन्छु। क्रिसमसमा कदाचित मेरो छोरीको एक्जाम परे पनि म पठाउनेवाला छैन। र टियुमा जुन किसिमको एक्जाम र दीक्षान्तर समारोहको कुराहरू भइरहेछ नि, म चाहिँ सकभर मेरो सल्लाह चाहिँ नपठाउनुहोस् भन्ने नै लाग्छ, किनभने त्यो साङ्केतिक आन्दोलन हो, साङ्केतिक विरोध हो। तपाईँले बोल्नु भएन,